शताब्दीको सुनौलो मुगल दरबार। भव्य महल सुनौलो प्रकाशले चम्किरहेको छ। सुनौलो सिंहासनमा महान बादशाह अकबर गरिमापूर्वक विराजमान छन्। संसारको सबैभन्दा शक्तिशाली चीज के हो? बीरबल, तिमी के भन्छौ? धन सम्पत्ति हो सरकार? होइन, सरकार सैनिक र हतियारहरू हुन। सरकार, संसारको सबैभन्दा शक्तिशाली चीज भनेको बुद्धि हो। बीरबल, भन त यसको प्रमाण के छ? मलाई प्रमाण देखाउन सक्छौ? सक्छु सरकार, हजुरको जो आज्ञा। बीरबलले अर्को दिन दरबारमा एउटा सानो घटना प्रस्तुत गरे। एकजना गरिब किसान र धनी व्यापारीलाई बोलाइयो। बीरबलले किसानलाई सानो सल्लाह दिएर व्यापारीसँग कुरा गर्न पठाए। किसानले आफ्नो बुद्धि प्रयोग गरेर व्यापारीलाई आफ्नो गल्ती स्वीकार गर्न बाध्य बनायो। अकबर सबै कुरा हेरिरहेका थिए। बीरबल तथा मन्त्रीहरू, सुन्नुहोस्। धन र शक्ति क्षणिक हुन्छन्, तर बुद्धिले असम्भव काम पनि सम्भव बनाउँछ। आजबाट म के घोषणा गर्दछु भने मेरो दरबारमा सबैभन्दा ठूलो शक्ति भनेको बुद्धि हो।